म टुहुरो भए, नेपाली जनता टुहुरो भए भन्ने कुरा गर्दै थिए। मौसुफ सरकारले च्याप्प हात समाति बक्सेर बेला आउँदैछ भनेको छ मलाई। यो सुन्नुहोस्। म टुहुरो भए, नेपाली जनता टुहुरो भए भन्ने कुरा गर्दै थिए। मौसुफ सरकारले च्याप्प हात समाति बक्सेर बेला आउँदैछ भनेको छ मलाई साइलेन्टली। जुन बेलासम्म राज सिंहासनमा राजालाई यी आँखाले देख्दैन तबसम्म डाक्टर रामप्रसाद उप्रेती मर्दैन। यो पनि सुन्नुहोस्। जुन बेलासम्म राज सिंहासनमा राजालाई यी आँखाले देख्दैन तबसम्म प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती मर्दैन। जेएनजी आन्दोलनपछि यति बेला राज संस्थाको विषयमा आवाज उठ्न थालेको छ। अब देशलाई निकास दिन, देश र धर्म जोगाउन सबै जेएनजी सरकार र सर्वदलीय सहमतिका लागि सडकबाट आवाज उठ्न थालेको छ। डाक्टर रामप्रसाद उप्रेतीले नेताहरू विदेशीको दलाल भए, देशलाई माया गर्ने एकमात्र राज संस्था भएकाले सबै मिलेर राजालाई नारायण हिटीमा ल्याउनु पर्ने बताएका छन्। यति मात्रै होइन, राष्ट्रपति कुनै पार्टीको हुने र राजा सबै नेपालीको साझा हुने हुँदा राष्ट्रपति व्यवस्था भन्दा राज संस्था हाम्रो देशका लागि अति उत्तम भएको भन्दै विभिन्न समूह संगठन र दलहरूले सडकबाट आवाज उठाउँदै आइरहेका छन्। दर्शकबिन, राजाले गद्दी छोडेको 2 दशक बितिसक्दा पनि नेपाली जनताहरूको अवस्था अझै नाजुक हुँदै गइरहेको भन्दै यति बेला राजा आऊ देश बचाऊ भन्दै विभिन्न आवाजहरू उठ्न थालेका छन्। तपाईलाई के लाग्छ? राष्ट्रपति व्यवस्था ठिक कि राज संस्था व्यवस्था ठिक? आफ्नो प्रतिक्रिया दिनुहोला।